दर्शकबिन दृश्यमा पत्रकार भोजराज थापा काठमाडौँको गल्लीमा एक बालिकालाई डोर्याउँदै कहाँ लाँदैछन् त। यहीँ बस्ने है यहाँ एउटा मैले कोठा खोजिदिएको छु, यही कोठामा बस्ने। मलाई बताइदिनु होला भन्न चाहन्छु सबैजनालाई। मेरो उपचारको लागि पैसा सहयोग गरिदिनु होला, नत्र भने म मर्छु होला। मेरो बहिनीलाई बताइदिनु होला, सकेको सहयोग गरिदिनु होला। बाँच्छौ तिमी, बाँच्छौ, तिम्रो उपचार हुन्छ, तिमी बाँच्छौ, बुझ्यौ नि। मैले दर्शकहरूसँग भिख मागेको छु, दर्शकहरूसँग तिम्रो सहयोगको लागि म भिख मागेको छु। बाँच्छौ, पिर नगर, कति पनि पिर नगर छोरी। हस् हस्, बस, राम्रोसँग बस। दर्शक बहिनी, जेन तेन काठमाडौँमा बस्ने व्यवस्था त हामीले मिलाएका छौँ, तर उपचार गर्नका लागि अस्पतालसम्म जाने पैसा छैन। पठाउमा अथवा गाडी भाडासम्म तिर्ने पैसा छैन। आज 6,000 को भ्याक्सिन किन्न नसकेर अस्पतालबाट फर्केर फेरि आउनु पर्ने अवस्था आयो कोठामा। अब हामी एकैछिनमा त अब त्यो म्यानेज गर्दैछौँ, हाम्रै पैसाबाट हामीले सकेको हामीले सहयोग त त्यो गर्दैछौँ, तर अपरेसन गर्नको लागि 4-5 लाख खर्च हुनेवाला छ। त्यो कसरी म्यानेज गर्ने भन्ने भएको छ। दर्शकबिन, कहीँ कतैबाट सहयोग आयो भने यो नानी रिया चौधरीलाई हामीले बचाउन सक्यौँ भने ठुलो पुण्य मिल्ने थियो। हामी बचाउँछौँ नानी, बचाउँछौँ तिमीलाई। बाँच्छु, तिमी पिर नगर, है पिर नगर, हस्, बाँच्छु, पिर नगर। म पनि भगवान्सँग, म पनि मेरा दर्शकहरूसँग सहयोगको भिख मागेको छु। बाँच्छु, केही पिर नगर है छोरी। केही दिन अब यतै बस्छ, उपचार अब पैसा कतैबाट जुटिहाल्यो भने फेरि उपचार गर्न जाम्ला। आज त अब बल्ल तल्ल अब यताउता गरेर उपचार गराइयो। अब अपरेसन बाँकी छ, सबभन्दा मेन कुरा। कति राख्ने ल, यता हेर, यही हो है। केही परेपछि हामीलाई फोन गर। अहिले चाहिँ यहीँ बस्ने है। अस्पताल जाने समयमा चाहिँ कि म आउँछु कि साथीहरू आउनुहुन्छ। यहाँ चाहिँ हामीले काठमाडौँमा एउटा कोठा कस्तो किसिमले व्यवस्था गरेका छौँ भने, जो एकदमै दुःख पाएर काठमाडौँमा आउनुहुन्छ उहाँहरूका लागि चाहिँ हामीले निःशुल्क रूपमा भनेर यहाँ एउटा कोठा छ, ठुलो कोठा छ। लगभग 4-5 जना 5-6 जना मजाले उठ्ने, मजाले अट्ने खालको। 16 वर्ष पुगिसके, 16 वर्षको जस्तो छैन कि महिनाहरू पनि केही भएको छैन। अनि धेरै ठाउँमा समस्या भइसकेको छ। अस्ति भिडियो सेयर गर्दा पनि कलेजोहरू सुनिसकेको छ। अनि मुटुहरू पनि सबै खराब हुन लागिसकेको छ। छिटोभन्दा छिटो अपरेसन गर्ने भन्नुभएको छ। पैसै छैन, कसरी अपरेसन गर्ने हो। 16 वर्षको उमेर भइसक्यो रहेछन्। अब नर्मल्ली 16 वर्षको उमेर पुगिसकेपछि त मिन्स हुनुपर्ने हो होइन। अहिलेसम्म पनि भएको रहेनछ, महिनाहरू अहिलेसम्म भएको रहेनछ। हेर्दा पनि सानै देखिन्छन्, बिचरा सानै देखिन्छन्। महिनामा 6-7 प्याकेट बलद चलाउनु पर्छ। महिनामा 6-7 प्याकेट बलद चलाउनु पर्छ। अस्ति 7 प्याकेट चलाएर आएको। हप्ता दिनमा 9-10 दिनमा चलाउनु पर्छ। पिर नगर, कतैबाट सहयोग जुट्छ कि केही भइहाल्छ कि है, हामी छौँ। सानो पिर नगर है, पिर नगर। अहिलेलाई यही कोठामा बस्छ है। दर्शकबिन, हामीले चाहिँ काठमाडौँमा एउटा कोठाको व्यवस्था गरेका छौँ। यो विगत झन्डै 1 वर्ष हुन थालिसक्यो हामीले यसरी यो कोठाको व्यवस्था गरेको। यो कोठा चाहिँ के को लागि भनेपछि, जो काठमाडौँमा उपचारका लागि आउनु भएको छ तर उहाँहरूसँग पैसा एकदमै कम होइन, दुखी गरिब हुनुहुन्छ, पैसा उपचार गर्नसम्म पनि पैसा नभएको अवस्थाको हुनुहुन्छ भने त्यस्तो व्यक्तिहरूका लागि हामीले काठमाडौँमा फ्रीमा बस्नका लागि यसको कोठा भाडा चाहिँ हामी आफै तिर्छौँ। हामीले यसरी कोठाको व्यवस्था गरेका छौँ र यही कोठामा
बहिनीहरूलाई पनि हामीले यही कोठामा राख्नेछौँ, यही कोठामा बस्नुहुन्छ बहिनीहरू पनि। हामीले त खास गरी 1 महिनासम्मको लागि भनेर हामीले यो कोठाको व्यवस्था गरेका हौँ, तर अब बहिनीको उपचार नहुँदासम्मका लागि हामीले यहीँ राख्छौँ, किनभने अवस्था एकदमै नाजुक छ भन्ने हामीले थाहा पाइसकेका छौँ। त्यो कारणले गर्दा हुन्छ, उपचार हुन्छ नानु, उपचार हुन्छ, यहीँ बस्नु, केही पर्यो केही उ गर्यो भने हामीलाई खबर गर्नु है। अब तिमी यता खाटो बस, अब खाटो रेस्ट गर है, बस यहीँ रेस्ट गर, यहीँ बस्ने है। त्यता किचन छ, किचनमा खाना पकाउने खाने, केही पर्यो भने हामीलाई भन्नु है। है चामलहरू सकिया छ होला हामी ल्याइदिन्छौँ, चामलहरू पनि सबै चिजहरू, भाँडाकुँडा छ, सबै छ, ग्यास छ है, पकाउने खाने हुन्छ नानु भयो। अब बाँकी उपचार गर्ने कुराहरू छ, त्यो मैले हाम्रो टिमले केही न केही गरेर भए पनि बहिनीको उपचार गर्नेछौँ। अब यसरी सहयोगको लागि अपिल गरिसकेपछि मनकारी सहयोगी दर्शकहरू कति हुनुहुन्छ उहाँहरूले केही न केही सहयोग त गर्नुहुन्छ होला भन्ने मैले ठुलो अपेक्षा ल्याएको छु। नानु तिम्रो एकाउन्ट नम्बरहरू केही छ? एकाउन्ट नम्बरहरू छ? अस्ति खोलिदिनु भएको छ, पैसा छैन तर सकिसक्यो। एकाउन्टमा पैसा छैन? हुन्छ, म त्यो एकाउन्ट नम्बर भिडियोमा राखिदिन्छु, कतैबाट सहयोग आइहाल्छ होला, आउँछ सहयोग। म एकदम मैले एकदमै पुरा विश्वास राखेको छु। धेरै पनि सहयोग चाहिएको छैन, 4-5 लाख रुपियाँ सहयोग हो। यति सहयोग त कतै न कतैबाट जुट्छ होला, मैले त्यही अपेक्षा गरेको छु। नानीको जिन्दगी बाँचोस्, रिया बहिनीको जिन्दगी बाँचोस्, अपरेसन होस्, हामी त्यही चाहन्छौँ। हुन्छ नानु, रिया अङ्कल भोजराज अङ्कललाई पनि धेरै धेरै धन्यवाद भन्नु। मेरो बहिनीलाई केही भयो भने त कसरी बाँच्ने होला, बुवा नि हुनुहुन्न, यही बहिनी छि बुवाको झल्को मेटाउने। अस्ति पनि भेन्टिलेसनमा राखेको, कति 11 दिनसम्म भेन्टिलेसनमा राखेको, बल्ल बल्ल यस्तो अलि सुधार आएको छ। बचाइदिनु सबैले, मेरो बहिनीलाई सहयोग गरिदिनु होला। के भन्छ नानी तिमीले? श्री अङ्कल, नवीन अङ्कल अनि बलराज अङ्कललाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। मलाई बचाइदिनु होला। मेरो बहिनीलाई बचाइदिनु होला, मेरो बहिनी यस्तो रोगको छ।